के हुँदैछ यता भ्रष्ट भए नेता के हुँदैछ यता भ्रष्ट भए नेता अड़चालीस घन्टा पिए होइन गाई 48 घन्टा 48 घन्टा पिए होइन 48 घन्टा पिए होइन रे यस्तो भइसक्यो माओवादी त भाइसक्यो माओवादी भन्दा तर्क भइसक्यो होइन माओवादी बसिरहेको ए साथीहरू नगरौँ त्यो हाम्रै लागि हो हाम्रै लागि हो त्यो हाम्रै लागि हो त्यो हाम्रो हो कस्तोमा आम्मामा कालो त के बुझ्यो है त्यो घरै डढाइदियो क्या त्यहाँ पनि संसद भवन छ टुक्रा टुक्रा काम छैन अब आमा खोइ सेरे कहाँ गयो बाख्राको खोरमै लुकी बस्यो खोइ सेरे कहाँ गयो बाख्राकै खोरमा लुकी बस्यो सेरो तेरो हान्नी हो चोर भए नेता जति युवा ताते सडकमा छैन भनी के हो यस्तै हुन्छ नेपालमा पैसा गरे पैसा कालिज मार हो कालिज मार हिँड केटाहरू कालिज कालिज मार जानुपर्छ कालिज 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 सब हान्नु के भयो यस्तो बिजोग सेरे तेरो गर्दनले दुःख पायो जनताले कहाँ गयो केपी ओली आन त्यसलाई बन्दुकले यति हामीले गर्नुपर्छ अब हुन्छ नेपालमा नेपालै बन्नु सरकारको कार्यालय के हो सरकारको कार्यालय हेलो सरकारको कार्यालय हेलो केटी ओली
सङ्घीय सरकारका सांसद र मन्त्रीहरू बनिसकेपछि मात्रै अब यति देख्दा पनि कुनै नेता मन्त्रीले फेरि पनि उही दुर्दशा निम्त्याउने काम गर्छ भने यो उसैको लागि अब कसैले उस्तो हिम्मत गर्दैन। नेपालको इतिहासमा युवाको शक्ति बल्ल देखिएको छ। अब देश अगाडि हानी भयो नि